रवि लामिछानेजीसँग पार्टी स्थापना गर्नुभन्दा पहिला मसँग पनि संवाद उहाँले गर्नुभएको थियो र उहाँले भन्नुभएको थियो हामी अहिले एउटा एटेम्प्ट गर्छौँ, यही व्यवस्थामा रहेर केही गर्छौँ, यही व्यवस्थाको विरुद्ध जाँदैनौँ भन्नुभयो। तर मैले उहाँलाई त्यति बेला भनेको थिएँ उहाँ कहाँ हुनुहुन्छ स्मरण रहोस्, त्यो पार्टीका अरू साथीहरू पनि थुप्रै हाम्रो चिन्जानका हुनुहुन्छ। मैले उहाँहरूलाई भनेको थिएँ तपाईँहरू अलि म्याच्योर तरिकाले अगाडि आउनुहोस्। तपाईँ अहिले हावी हुन सक्नु भएन क्या? तपाईँहरूको जुन पार्टी छ नि संसद भवनमा हावी हुन सक्नु भएन। राजा आउने बित्तिकै तपाईँको त हावी हुन्छ नि त। होइन होइन, त्यस्तो हुँदैन। पहिला जस्तो जसरी राजाले चाहिँ निरङ्कुशता चाहिँ पटक पटक जुन नेपाली जनताले महसुस गरे त्यो हुँदैन। हामीले के भन्यौँ कन्स्टिट्युसनल मोनार्की, त्यो पनि एउटा चाहिँ सेरेमोनियल, त्यो साझा संस्थाको रूपमा उहाँहरू सम्मानित भएर बस्ने हो। र भोलि फेरि यो आशंका छ भोलि राष्ट्र संस्था स्थापना भएपछि राष्ट्र संस्थाले प्रजातन्त्रलाई अपहरण गर्ने अथवा जनताको अधिकार कुण्ठित गर्ने कुरा भयो भने त्यसका विरुद्ध पहिला हामी बोल्छौँ। अब आन्दोलन कुन रूपले अगाडि बढ्छ? तपाईँ त युवाको नेतृत्व गरिरहनु भएको छ, ठ्याक्कै बताइदिनुहोस्। आन्दोलित भइरहेको छ समग्र राष्ट्र। तपाईँले कुनै क्षेत्र अब नेपालको समस्याग्रस्त रहेन, यो सङ्क्रमणबाट पार लाउने हाम्रो जिम्मेवारी छ। पहिलो कुरा, माओवादीले पनि 10 वर्ष हिंसात्मक आन्दोलन गर्यो, विद्रोह गर्यो, मान्छेहरू अनागमा मर्न मार्ने मध्ये तल सामान्य जनताहरू। हामी भन्न चाहन्छौँ त्यो हिंसाबाट दमनबाट भएको राजनीतिक परिवर्तन पनि दिगो हुँदो रहेनछ, त्यो संस्थागत हुँदो रहेनछ भन्ने कुरा हामीले पाठ सिकिसक्यौँ। हामी देशभरिका युवाहरूलाई सचेत बनाउने, राजनीतिक रूपमा सचेततापूर्वक उहाँहरूलाई चाहिँ उहाँहरूको मस्तिष्कलाई चाहिँ यो राष्ट्रको परिवर्तनको लागि समर्पणको लागि उहाँहरूलाई एकताबद्ध गराउने र त्यो सिनर्जी निर्माण गरेर यो व्यवस्था परिवर्तन गर्न चाहन्छौँ। हामी त्यही दिशामा छौँ। अब अन्तिममा युवाले देश बनाउनु पर्छ भनेर राष्ट्रसभाका सभापति रवि लामिछाने आउनुभयो, पार्टी नै खोल्नुभयो। तपाईँ पनि त्यसै गरी युवा हुनुहुन्छ, जागिरहनु भएको छ। होइन, अहिले सहकारी ठग प्रकरणमा मुछिरहेको मान्छेको बारेमा कुरा गर्न आवश्यक छैन। व्यवस्था परिवर्तन गर्न भनेर तपाईँ हिँडिरहनु भएको छ भने राजनीतिको कालो सफा गर्न रवि आउनु भएको थियो। अब जस्तो रासोपा र रापरपा बीच त्यति तालमेल मिलेको त देखिँदैन। यी युवाहरू अनुहारले कसरी हेरे? तपाईँहरूले स्मरण गरौँ, रवि लामिछानेजीसँग पार्टी स्थापना गर्नुभन्दा पहिला मसँग पनि संवाद उहाँले गर्नुभएको थियो र उहाँले भन्नुभएको थियो हामी अहिले एउटा एटेम्प्ट गर्छौँ, यही व्यवस्थामा रहेर केही गर्छौँ, यही व्यवस्थाको विरुद्ध जाँदैनौँ भन्नुभयो। तर मैले उहाँलाई त्यति बेला भनेको थिएँ उहाँ कहाँ हुनुहुन्छ स्मरण रहोस्, त्यो पार्टीका अरू साथीहरू पनि थुप्रै हाम्रो चिन्जानका हुनुहुन्छ। मैले उहाँहरूलाई भनेको थिएँ तपाईँहरू अलि म्याच्योर तरिकाले अगाडि आउनुहोस्। यो जुन राजनीतिक व्यवस्थाले यतिन्जेलसम्म देशलाई गन्जागोलमा राख्यो, तपाईँहरू यसका विपक्षमा उभिनुपर्छ र नयाँ राजनीतिक व्यवस्था खडा गरिसके पश्चात एउटा नयाँ राजनीतिक कोर्समा देशलाई लिएर हामी गर्न सक्छौँ भनेर भनेको थिएँ। सम्भवतः आज उहाँहरू महसुस गर्नु भयो होला। तर लामिछानेजीको कुरा चाहिँ उहाँको थुप्रै प्रकरणमा उहाँ मुछिनु भएको छ र उहाँहरूले अरू त्यहाँ पार्टीमा लागेका साथीहरूको राजनीति पनि धुमिल पार्ने खतरा छ। त्यो भएर उहाँले बोकेका कर्तृत्वहरू पासपोर्ट दुरुपयोग गरेको कुरा होला, नागरिकताको प्रकरण होला, सहकारी प्रकरण, यो प्रकरण त्यहाँका साथीहरूलाई नभोग्न पनि आह्वान गर्छु।